नमस्कार, म रामचन्द्र शर्मा, शिक्षक सेवा आयोग। आदरणीय शिक्षक मित्रहरू नमस्कार। म यहाँहरूलाई आज शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फारमको व्यवस्थापन सम्बन्धमा केही विषयवस्तुहरू राख्न गइरहेको छु। कार्य सम्पादन मूल्याङ्कन फारम शिक्षकले ठिक अघिल्लो शैक्षिक सत्रमा आफूले सम्पादन गरेका शैक्षिक जिम्मेवारी र कार्य प्रगतिको अभिलेख हो। शिक्षकको वृत्ति विकासका साथै विद्यालयको शैक्षिक उन्नतिसँग जोडिएको महत्त्वपूर्ण दस्तावेज पनि भएको हुनाले यसको सही व्यवस्थापन हुन जरुरी छ। यसको सही व्यवस्थापन हुन नसकेका कारण शिक्षकहरूको वृत्ति विकासमा नकारात्मक असर परिरहेकाले आगामी दिनमा यस्ता समस्याहरू नआउन् भन्नका लागि यो भिडियो तयार गरिएको हो। शिक्षकको कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी कानुनी व्यवस्था दयाअनुसार रहेको छ। शिक्षक सेवा आयोग नियमावलीको नियम 32मा कार्य सम्पादन भन्ने शीर्षकमा शिक्षकको कार्य सम्पादन मूल्याङ्कन गर्न अनुसूची 1 बमोजिमको कार्य सम्पादन मूल्याङ्कन फारम प्रयोग गरिनेछ भन्ने उल्लेख गरेको छ भने सोही नियमको उपनियम 7मा सम्बन्धित शिक्षकले शैक्षिक सत्र सुरु भएको मितिले 30 दिनभित्र कार्य सम्पादन मूल्याङ्कन फारममा आफूले भर्नुपर्ने विवरण भरी सम्बन्धित विद्यालयमा दर्ता गरी प्रदातालाई बुझाउनु पर्नेछ भन्ने व्यवस्था रहेको छ। र शैक्षिक सत्र 2083 को प्रारम्भ चाहिँ 2083 वैशाख 15 देखि हुने भनी निर्णय भएको सन्दर्भमा 2082 सालको कार्य सम्पादन मूल्याङ्कन फारम 2083 वैशाख 15 देखि 2083 जेठ 13 गतेसम्म विद्यालयको नियमित दर्ता रजिस्टरमा अथवा मूल दर्ता रजिस्टरमा दर्ता गरी त्यसको निश्चय लिनुपर्ने व्यवस्था रहेको छ। शिक्षाका लागि तोकिएको कार्य सम्पादन मूल्याङ्कन फारमको रङ पनि निर्धारण गरेको शिक्षक सेवा आयोगले माध्यमिक तहका शिक्षकहरूका लागि पहेँलो पृष्ठभूमि भएको कागजमा छापिएको कार्य सम्पादन मूल्याङ्कन फारम, न्यून माध्यमिकका लागि हरियो र प्राथमिक तहका लागि नीलो पृष्ठभूमिको रहेको कागजमा छापिएको फारम प्रयोग गर्नुपर्ने अवस्था विद्यमान रहेको छ। र उल्लेखित फारमहरू उल्लेखित रङमा चाहिँ 1 प्रति फारमहरू शिक्षकहरूले भर्नुपर्ने हुन्छ। शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फारम सम्बन्धी समयावधि र जिम्मेवारीको विषयमा पनि केही दुविधाहरू रहेका छन्। त्यसकारणले मैले यस विषयमा प्रश्न पार्न गइरहेको छु। यसमा चाहिँ विद्यालय यो कार्य सम्पादन मूल्याङ्कनको फारमको दर्ता चाहिँ शैक्षिक सत्र प्रारम्भ भएको मितिले 30 दिनभित्र गर्नुपर्छ र यसको जिम्मेवारी सम्बन्धित शिक्षकको रहन्छ भने सुपरिवेक्षण गर्ने जिम्मेवारी अथवा सुपरिवेक्षकको भूमिका चाहिँ प्रधानाध्यापक र स्थानाध्यापक शिक्षा प्रमुखले गर्नुपर्छ र त्यो कार्य चाहिँ कार्य सम्पादन मूल्याङ्कन फारम दर्ता गर्ने मिति समाप्त भएको मितिले 15 दिनभित्र गरिसक्नुपर्ने हुन्छ। र त्यो दर्ता भएको 15 दिन समाप्त भएपछि त्यो फारमलाई चाहिँ स्थानीय तहको शिक्षा प्रमुखले खण्ड क र गमा रहेका विषयवस्तुहरू प्रमाणित पनि गर्नुपर्ने हुन्छ भने र त्यति कार्य सम्पन्न गरिसकेपछि पुनरावलोकन समितिको मूल्याङ्कनका लागि सम्बन्धित स्थानीय शिक्षा विकास तह समन्वय इकाइमा पठाउनु पर्ने हुन्छ र शिक्षा विकास तह समन्वय इकाइले शैक्षिक सत्र प्रारम्भ भएको मितिले 90 दिनभित्र यसको पुनरावलोकन कार्य सम्पन्न गरिसक्नु पर्दछ। र अनुसूची 1 मा यस्ता विवरणहरू उल्लेख गरिएको फारम त्यहाँ उल्लेख गरिएको छ र यो शिक्षक सेवा आयोगको वेबसाइटमा पनि यो फारम उपलब्ध छ। र यसमा कार्य सम्पादन मूल्याङ्कन फारम पेश गरेको विद्यालय, दर्ता नम्बर र दर्ता मिति, त्यस्तै गरी शिक्षकको कार्यका नाम थर, शिक्षक प्रधानाध्यापकको नाम थर, सङ्केत नम्बर, तह श्रेणी, हाल कार्यरत विद्यालयको नाम ठेगाना, मूल्याङ्कन अवधिदेखिसम्म आदि विषयहरू यो प्रारम्भिक खण्डमा उल्लेख गर्नुपर्ने हुन्छ भने खण्ड कमा अध्यापन गरेको विषयसँग सम्बन्धित आफ्नो विद्यार्थीले प्राप्त गरेको उपलब्धिको विवरणहरू त्यसमा उल्लेख गर्ने व्यवस्था छ। र यसको जुन ङ र च खण्डमा लेखिएका विषयवस्तुहरूमा के कुराहरू उल्लेख गर्ने भन्ने विषयमा दुविधाहरू भएको देखिन्छ। त्यसकारणले यसको विषयमा म पछि थप चर्चा गर्नेछु। र यसमा चाहिँ शिक्षकहरूले माथिको विवरणहरू भरिसके पछाडि यो विवरण सही छ, यो अनुसार मैले अध्यापन गरेको विद्यार्थीले प्राप्त गरेको परीक्षाफल अनुसार गणना भएको छ भन्ने दस्तखत गर्नुपर्ने हुन्छ र त्यो आफूले दस्तखत गरिसकेपछि मिति समेत उल्लेख गर्नुपर्ने हुन्छ। त्यसैपछि यो अनुसूची 1 मा रहेको जुन कार्य सम्पादन मूल्याङ्कन फारमको खण्ड खमा चाहिँ शिक्षणसँग सम्बन्धित अनुसन्धानको विवरणहरू उल्लेख गर्नुपर्ने छ। त्यसका लागि चाहिँ अनुसन्धान गरिएको विषयको संक्षिप्त ब्यौरा उल्लेख गर्नुपर्छ। त्यसै गरी अनुसन्धानबाट प्राप्त निष्कर्षको संक्षिप्त ब्यौरा उल्लेख गरेर आफूले विद्यालयमा पेश गरेको प्रतिवेदनको पृष्ठ सङ्ख्या कति छ त्यो समेत उल्लेख गर्नुपर्ने हुन्छ। त्यस्तै गरी खण्ड गमा विशेष जिम्मेवारी सम्बन्धी विवरणहरू उल्लेख गर्नुपर्ने हुन्छ। यहाँ उल्लेख भएका विशेष जिम्मेवारीहरू आफ्नो कुन जिम्मेवारी हो, त्यो कहिलेदेखि कहिलेसम्म त्यो जिम्मेवारीमा म रहेको थिएँ भन्ने विषय शिक्षकले उल्लेख गर्नुपर्ने हुन्छ। र एकभन्दा बढी भूमिका अथवा जिम्मेवारी प्राप्त गरेको छ भने पनि त्यही अनुसारका विषयहरू यहाँ उल्लेख गर्नुपर्ने हुन्छ। र यति गरिसके पछाडि शिक्षकले चाहिँ यो कार्य सम्पादन मूल्याङ्कन फारमलाई
विद्यालयको नियमित अथवा मूल दर्तामा दर्ता रजिस्टरमा दर्ता गरेर आफ्नो सम्बन्धित प्रधानाध्यापकलाई बुझाउनु पर्ने व्यवस्था कानुनले गरेको छ। त्यसै गरी अनुसूची घमा चाहिँ यो सुपरिवेक्षक र पुनरावलोकन समितिले मूल्याङ्कनको विषयहरू उल्लेख गरिएको छ। यसको मूल्याङ्कनलाई 8 वटा आधारहरू तय गरिएका छन् र ती 8 वटा आधारहरूमा रहेर सुपरिवेक्षक र पुनरावलोकन समितिले शिक्षकलाई अङ्क प्रदान गर्नुपर्ने व्यवस्था छ। अब म यहाँहरूलाई जुन खण्ड कमा र ख र गमा जुन जुन विषयहरू उल्लेख गर्नुपर्ने छ त्यस विषयमा रहेका दुविधाहरू के छन् र त्यसलाई कसरी व्यवस्थित रूपले भर्न सकिन्छ भन्ने विषयमा कुराकानीहरू गर्न गइरहेको छु। खण्ड कमा चाहिँ अध्यापन गरेको विषयमा विद्यार्थीले प्राप्त गरेको उपलब्धि को कुराहरू छ र यसमा चाहिँ अध्यापन गरेको तह, अध्यापन गरेको कक्षा, अध्यापन गरेको विषय, आधार लिएको परीक्षा का कुराहरू लिन्छ भने त्यो आधार लिएको परीक्षाहरूमा चाहिँ 7 वटा मुख्य आधारहरू त्यहाँ उल्लेख गरिएको छ। त्यो मध्ये कुन चाहिँ आफूले त्यो मूल्याङ्कनका लागि कुन चाहिँ आधार प्रयोग होस् भन्ने चाहनुहुन्छ त्यही अनुसारको सङ्केत गरेर तल पनि ङ र च खण्डमा त्यही खालको विवरणहरू उल्लेख गर्नुपर्ने हुन्छ। र आधारहरू के लिन सकिन्छ भन्दा कक्षा 3 को उपलब्धि परीक्षा, कक्षा 5 को उपलब्धि परीक्षा, कक्षा 8 को आधारभूत तह उत्तीर्ण परीक्षा, कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा, अपाङ्गता भएका विद्यार्थीको परीक्षा र अन्य यी बाहेक माथि उल्लेख गरिएका 6 वटा प्रकार बाहेक अन्य प्रकार छ भने यसमा चाहिँ अन्य उल्लेख गरेर लेख्न सकिन्छ। र सम्बन्धित विषयको परीक्षामा विद्यार्थीले प्राप्त गरेको औसत अङ्क गणना गर्ने तरिका म यहाँलाई पछाडि भन्छु। यस्तै अनुसार यो औसत अङ्क त्यहाँ उल्लेख गर्नुपर्ने हुन्छ भने अनि चमा चाहिँ अध्यापन गरेको विषयको औसत उत्तीर्ण प्रतिशत र सम्बन्धित विषयको भौगोलिक इकाइको औसत उत्तीर्ण प्रतिशतलाई ले भाग गरेर आएको अङ्कलाई 3 ले गुणन गरेपछि आउने जति अङ्क हुन्छ त्यता साइडमा त्यसलाई लेख्नुपर्ने हुन्छ र त्यसको आधारमा चाहिँ शिक्षकले अङ्क प्राप्त गर्ने अवस्था रहन्छ। र यो कुरामा आफूले अध्यापन गरेको विद्यार्थीले प्राप्त गरेको परीक्षाफल अनुसार गणना भएको छ भनी दस्तखत गर्ने सम्बन्धित शिक्षक र मिति पनि उल्लेख गर्नुपर्छ। यो कुरा मैले अगाडि पनि उल्लेख गरिसकेको छु। त्यस्तै गरी अध्यापन गरेको भौगोलिक इकाइ भन्नाले के बुझिन्छ भन्ने विषयमा पनि शिक्षकहरूमा दुविधा रहेको देखिन्छ। त्यसकारणले यसले नियमले नै शिक्षक सेवा आयोग नियमावलीले के भनेको छ भन्दा अध्यापन गरेको विषय भन्नाले साप्ताहिक रूपमा सबैभन्दा बढी साप्ताहिक घन्टी क्रेडिट आवर पढाएको विषयलाई सम्झनुपर्छ र सो शब्दले कुनै शिक्षकको त्यसरी पढाएको विषय 1 भन्दा बढी भए सम्बन्धित शिक्षकले रोजेको विषयलाई जनाउँछ भन्ने उल्लेख गरिएको छ र त्यही अनुसार अगाडिको खण्डमा ती विषयहरू उल्लेख गर्नुपर्ने हुन्छ। र भौगोलिक इकाइ भन्नाले स्थानीय तह सम्झनुपर्छ भनेर शिक्षक सेवा आयोग नियमावलीले नै उल्लेख गरेको विषय मैले यहाँलाई निवेदन गरेँ। र अब सम्बन्धित विषयको परीक्षामा विद्यार्थीले प्राप्त गरेको औसत अङ्कको गणना गर्ने विषयमा पनि केही दुविधाहरू छन्। त्यसका लागि म प्रश्न पार्न चाहन्छु। हाल अक्षराङ्कन पद्धति कार्यान्वयनमा रहेकाले आफूले अध्यापन गरेको विषय र कक्षाको मूल्याङ्कनमा सम्मिलित भई ग्रेड पोइन्ट जिपी प्राप्त गर्ने विद्यार्थीहरूले प्राप्त गरेको जिपीहरूलाई जोड्ने, नन ग्रेडेड विद्यार्थीका लागि अचल ग्रेड पोइन्ट कन्स्टेन्ट ग्रेड पोइन्ट 1 मानी त्यस्ता विद्यार्थीलाई गुणन गरी प्राप्त हुने प्राप्त गुणनफललाई ग्रेड पोइन्ट प्राप्त गर्ने विद्यार्थीको कुल ग्रेड पोइन्टसँग जोड्ने र परीक्षामा सम्मिलित जम्मा विद्यार्थी सङ्ख्याले भाग गर्ने। यसो गर्दा जति अङ्क आउँछ त्यही अङ्कलाई हाल यस प्रयोजनका लागि शिक्षकले सम्बन्धित विषयको परीक्षामा विद्यार्थीले प्राप्त गरेको औसत अङ्क भनेको स्थानमा राख्ने। त्यहाँ चाहिँ अङ्क भनेर त्यो जिपी जुन ग्रेड पोइन्ट जोडेर जुन विद्यार्थी सङ्ख्याले सम्मिलित परीक्षामा सम्मिलित विद्यार्थी सङ्ख्याले भाग गरेपछि जति अङ्क आउँछ त्यो नै चाहिँ त्यो अङ्क भनेको स्थानमा राख्ने। त्यसै गरी अध्यापन गरेको विषयको औसत उत्तीर्ण प्रतिशत निकाल्दाखेरि चाहिँ अध्यापन गरेको विषयको औसत कक्षागत औसत उत्तीर्ण प्रतिशत हिसाब गर्दा एनजी बाहेकका विद्यार्थीहरूको उत्तीर्ण विद्यार्थी मानी उत्तीर्ण प्रतिशत निकाल्ने र यसमा माथि चाहिँ एनजी बाहेकका जम्मा विद्यार्थी र परीक्षामा सम्मिलित जम्मा विद्यार्थीले भाग गरेर 100 ले गुणन गरेपछि जति प्रतिशत आउँछ त्यो कक्षामा सम्बन्धित शिक्षकले अध्यापन गरेको विषयमा विद्यार्थी उत्तीर्ण प्रतिशत बन्छ। त्यसै गरी भौगोलिक इकाइको उत्तीर्ण प्रतिशत निकाल्दा स्थानीय तहले कुनै विषयको भौगोलिक इकाइको औसत उत्तीर्ण प्रतिशत हिसाब गर्दा सम्बन्धित विषयमा तोकिएको कक्षामा स्थानीय तहभरिबाट परीक्षामा सम्मिलित भएका विद्यार्थीमध्ये 1.6 वा सोभन्दा बढी जिपिए ल्याउने जम्मा विद्यार्थी सङ्ख्यालाई परीक्षामा सम्मिलित भएका कुल विद्यार्थी सङ्ख्याले भाग गरी 100 ले गुणन गर्ने। अघि हामीले शिक्षकहरूले आफूले पढाउने कक्षाको कुरा गऱ्यौँ भने
यो हिसाब गर्दा भौगोलिक इकाइको हिसाब गर्दा स्थानीय तहले आफ्नो पालिकाभरिको विद्यार्थीको सङ्ख्याको हिसाब गर्ने विषय हो यो। यसरी प्राप्त भएको प्रतिशतलाई सम्बन्धित विषयको भौगोलिक इकाइको औसत उत्तीर्ण प्रतिशत भनिएको स्थानमा राख्ने। यति गरिसकेपछि अघि हामीले निकालेको हिसाबअनुसार चाहिँ अध्यापन गरेको विषयको औसत उत्तीर्ण प्रतिशत जुन कक्षागत रूपमा टिचरले निकाल्नुहुन्छ त्यो माथि रहन्छ र पालिकाबाट अथवा स्थानीय तहबाट प्राप्त जुन औसत उत्तीर्ण प्रतिशत त्यसलाई तल राखेर त्यसलाई हामीले 3 ले गुणन गरेपछि जति अङ्क आउँछ त्यो नै शिक्षकले यो खण्डमा प्राप्त गर्ने अङ्क हुन्छ। कक्षागत औसत उत्तीर्ण प्रतिशत र स्थानीय तहको औसत उत्तीर्ण प्रतिशत प्राप्त नतिजालाई उल्लेखित सूत्रमा राखी हिसाब गर्दा स्थानीय तहको औसत उत्तीर्ण प्रतिशत भन्दा शिक्षकले अध्यापन गरेको कक्षाको उत्तीर्ण प्रतिशत बराबर वा बढी भएमा यस खण्डमा का लागि तोकिएको अङ्क पुरै प्राप्त गर्ने अवस्था रहन्छ भने त्योभन्दा कम रह्यो भने कम अङ्क प्राप्त हुन्छ र कुनै स्थानीय तहको औसत उत्तीर्ण प्रतिशत 40 भन्दा कम रहेछ भने पनि यस प्रयोजनका लागि 40% नै गणना गर्नुपर्ने हुन्छ। भनेको मतलब कुनै स्थानीय तहको उत्तीर्ण प्रतिशत कुनै विषयमा 40% कम भए पनि यो खण्डका लागि शिक्षकले प्राप्त गर्ने अङ्कको हिसाब गर्दाखेरि कम्तीमा 40% को हिसाब गर्नुपर्ने हुन्छ भन्ने विषय हो यो उल्लेख गरिएको हो। त्यसै गरी खण्ड खमा शिक्षण कार्यसँग सम्बन्धित विषयमा अनुसन्धान भन्ने छ र यसमा चाहिँ शिक्षकले प्रति वर्ष आफूले अध्यापन गरेको विषयसँग सम्बन्धित एक कार्यमूलक अनुसन्धान गर्नुपर्दछ। फारममा अनुसन्धानको संक्षिप्त बेहोरा, उक्त अनुसन्धानको प्राप्ति र निष्कर्षको संक्षिप्त बेहोरा र कार्य सम्पादन मूल्याङ्कन फारमसँगै पेश गरिएको अनुसन्धान प्रतिवेदनको पृष्ठ सङ्ख्या उल्लेख गर्नुपर्छ, जुन कुरा मैले अगाडि पनि उल्लेख गरिसकेको छु। शिक्षकको प्रधानाध्यापक र प्रधानाध्यापकको स्थानीय तहको शिक्षा हेर्ने प्रमुखबाट प्रमाणित भएको 1 प्रति अनुसन्धान प्रतिवेदन फारम 7 संलग्न गरी सुपरिवेक्षक समक्ष पेश गर्नुपर्छ र यसमा यो कसले प्रमाणित गर्नुपर्ने नपर्ने भन्ने विषयमा पनि दुविधा रहेको देखिन्छ। यसमा शिक्षकको चाहिँ प्रधानाध्यापकले र प्रधानाध्यापकको चाहिँ स्थानीय तहको शिक्षा हेर्ने प्रमुखले चाहिँ यो कार्यमूलक अनुसन्धान अथवा कार्यसँग सम्बन्धित विषयको अनुसन्धानलाई प्रमाणित गर्नुपर्ने व्यवस्था रहेको छ। त्यसै गरी यसको खण्ड गमा विशेष जिम्मेवारी भन्ने चाहिँ विषय छ। यस खण्डमा शिक्षकले गत शैक्षिक वर्षमा आफूले प्राप्त गरेको देय अनुसारका मध्ये कुनै एक वा सोभन्दा बढी निर्वाह गरेका भूमिकाको अवधि उल्लेख गर्नुपर्छ। त्यसमा अघि नै पनि उल्लेख गरिएको छ। यो प्रधानाध्यापक, सहायक प्रधानाध्यापक अथवा विशेष कक्षा शिक्षक लगायतका विभिन्न भूमिकाहरू छन् र यो माथि उल्लेख गरिएका भूमिकाभन्दा फरक यदि कसैले भूमिका निर्वाह गर्नुभएको छ भने त्यो अन्य खण्डमा लेखेर समयावधि पनि लेख्नुपर्दछ। त्यसपछि यस खण्डमा खण्ड घमा अघि नै भनेअनुसार चाहिँ यो सुपरिवेक्षक र पुनरावलोकन समितिले गर्ने मूल्याङ्कनको खण्ड हो र यसमा 8 वटा मुख्य आधारहरू दिएका छन् र यसलाई अति उत्तम, उत्तम, सामान्य र न्यून गरी 4 भागमा विभाजन गरिएको छ र त्यो सुपरिवेक्षकले र पुनरावलोकन समितिले कुन आधारमा कुन तहको अङ्क प्रदान गर्ने हो त्यही को लाइनमा चाहिँ त्यही अङ्क, जस्तै अति उत्तममा दिने हो भने त्यो अति उत्तम भनेकै खण्डको तलपट्टि 0.75 अङ्क र उत्तममा दिने हो भने चाहिँ 0.60 अङ्क र कुनमा दिने हो त्यसरी नै त्यही अङ्क नै उल्लेख गर्नुपर्ने हुन्छ। यसमा पनि टिक लगाउने अथवा अङ्क लेख्ने आदि विषयमा पनि कहिलेकाहीँ दुविधा भएको देखिन्छ। यसमा जुन जति अङ्क दिन खोजिएको हो त्यसैको लाइनमा त्यही अङ्क चाहिँ त्यहाँ उल्लेख गर्नुपर्ने व्यवस्था हो र तल चाहिँ सुपरिवेक्षकको नाम, पद, सङ्केत नम्बर, त्यसै गरी दस्तखत र मिति उल्लेख गर्नुपर्छ भने पुनरावलोकन समितिमा रहने 3 जना पदाधिकारीहरूको पनि त्यही नाम, पद, सङ्केत नम्बर लगायतको विवरणहरू उल्लेख गर्नुपर्ने हुन्छ र आफूलाई तोकिएको स्थानमा दस्तखत गर्नुपर्ने अवस्था हुन्छ। अब सिफारिस गर्ने विषयमा पनि केही दुविधाहरू रहेको देखिन्छ। यस कार्य सम्पादन मूल्याङ्कन फारमको खण्ड क, ख र गमा खण्डमा उल्लेखित विवरणहरू पदाधिकारीबाट सिफारिस गर्नुपर्ने हुन्छ। प्रधानाध्यापक सुपरिवेक्षक हुने अवस्था छ भने त्यहाँ सिफारिस गर्ने व्यक्ति प्रधानाध्यापक हुनुहुन्छ र सो अवस्था विद्यमान भएन भने स्थानीय तहको शिक्षा हेर्ने प्रमुखले त्यो सिफारिस गर्नुपर्ने हुन्छ र प्रधानाध्यापकको चाहिँ स्थानीय तहको शिक्षा प्रमुखले नै सिफारिस गर्ने व्यवस्था छ। कार्य सम्पादन मूल्याङ्कनको खण्ड क, ख र गमा खण्डमा उल्लेखित देयहरू प्राधिकारीबाट प्रमाणित गराउनुपर्ने छ। यसमा चाहिँ धेरै छैन। यसमा स्थानीय तहको नै शिक्षा प्रमुख नै सुपरिवेक्षक हुने हकमा चाहिँ शिक्षा विकास तथा समन्वय इकाइमा जान्छ, नत्र अन्यथा अरू सबै शिक्षकहरूको चाहिँ यो स्थानीय तहको शिक्षा प्रमुखबाट प्रमाणित हुने व्यवस्था
गरेको छ। अब पुनरावलोकन समितिमा चाहिँ दुई प्रकारको पुनरावलोकन समिति छ। एउटा सम्बन्धित विद्यालयको प्रधानाध्यापक सुपरिचित हुने अवस्थामा चाहिँ सम्बन्धित स्थानीय तहको शिक्षा हेर्ने प्रमुख, सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख र सम्बन्धित विद्यालयको प्रधानाध्यापक सदस्य रहेको समिति रहन्छ भने प्रधानाध्यापक सुपरिवेक्षक नभएको अवस्थामा अथवा प्रधानाध्यापक र प्रधानाध्यापक सुपरिवेक्षक नभएको शिक्षकको हकमा चाहिँ सम्बन्धित स्थानीय तहको शिक्षा हेर्ने प्रमुख सदस्य, सम्बन्धित शिक्षा विकास समन्वय इकाइ प्रमुख सदस्य र सम्बन्धित विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष सदस्य रहने गरी समितिको व्यवस्था भएको छ। अब यसरी कानुनी व्यवस्थागत हुँदाहुँदै पनि केही त्रुटिहरू चाहिँ देखिएका छन्। मैले केही यहाँ हामीले शिक्षकबाट प्राप्त कार्य सम्पादन मूल्याङ्कन फारमहरूको अध्ययन गर्दा केही देखिएका त्रुटिहरू म यहाँहरूसँग उल्लेख गर्न गएको। जस्तै शिक्षकहरूबाट चाहिँ शिक्षक सेवा आयोग नियावलीको अनुसूची 1 मा उल्लेख भए अनुसारको फारम तोकिएको रङ अनुसार नभर्ने देखिएको छ। त्यसै गरी फारम दर्ता नम्बर र मिति केरमेट हुने कतिपय ठाउँमा उल्लेखै नगर्ने अवस्था देखिन्छ भने शिक्षकले आफ्नो सङ्केत नम्बर पनि स्पष्ट नलेख्ने, कहिले सञ्चय कोष नम्बर, कसैको नागरिक लगानी कोषको नम्बर, कहीँ चाहिँ विद्यालयको कोड नम्बर आदिहरू पनि उल्लेख भएको देखिन्छ र मूल्याङ्कन अवधि पनि उल्लेख हुँदैन। कुन शैक्षिक वर्षको यो मूल्याङ्कन गरिएको भन्ने विषय पनि उल्लेख नभएको अवस्था पनि देखिन्छ। त्यसै गरी यो विद्यालयको नियमित दर्ता रजिस्टरमा दर्ता नभइकन अन्य चाहिँ दर्ता रजिस्टरहरू खडा गर्ने अथवा अन्य स्थानमा दर्ता गर्ने पनि देखिएको छ भने फारम दर्ता गरिसकेपछि विद्यालय प्रशासनबाट दर्ता निश्चय लिने भन्ने प्रावधान छ, व्यवस्था छ, तर त्यो पनि नलिने गरेको देखिएको छ। त्यस्तै गरी दर्ता मिति भन्दा पछाडि शिक्षकको दस्तखत मिति रहने गरेको छ। जस्तै कुनै शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फारम चाहिँ वैशाख 17 गते दर्ता भएको छ, तर उहाँले सही गर्दाखेरि चाहिँ त्यो वैशाख 20 गते अथवा 21 गते चाहिँ उहाँको दस्तखतको तलपट्टि जुन सही मिति लेख्ने ठाउँ छ त्यहाँ लेखेको पनि देखिन्छ। कार्य सम्पादन मूल्याङ्कन फारममा उल्लेखित दर्ता नम्बर र मिति पछि आवेदन फारममा उल्लेखित दर्ता नम्बर र मितिहरू पनि नमिल्ने देखिन्छ। जस्तै पछि यो कार्य सम्पादनको आधारमा हुने बढुवाका लागि जुन दरखास्त आवेदन फारमहरू चाहिँ भरिन्छ त्यसमा पनि प्रत्येक 5 वर्षको चाहिँ दर्ता नम्बर र मिति लेख्ने महल छ। त्यहाँ लेखेको मिति र कार्य सम्पादन मूल्याङ्कनमा भएको फारमको मिति चाहिँ उल्लेख गरेको मिति र दर्ता नम्बर नमिलेको अवस्था देखिन्छ। त्यस्तै गरी अध्यापन गरेको विषयमा विद्यार्थीले प्राप्त गरेको उपलब्धि राख्दा तथ्यमा आधारित भएर नराख्ने, अघि मैले भनेअनुसारको जुन फर्मुलामा आधारित रहेर पहिला त्यसको हिसाब निकालेर त्यही अनुसारको अङ्क त्यहाँ उल्लेख गर्नुपर्नेमा त्यो नगरिकन राखेको पनि देखिन्छ। शिक्षकले आफूले अध्यापन गरेको विद्यार्थीले प्राप्त गरेको परीक्षाफल अनुसार अनुरूप गणना भएको छ भनी दस्तखत गर्ने स्थानमा स्वयं शिक्षकले दस्तखत नगर्ने र दस्तखत गरे पनि मिति उल्लेख नगर्ने पनि अघि देखेको छ। यो कुरा मैले अघि पनि यहाँहरूलाई बताइसकेँ। अनि सुपरिवेक्षकले दिने अङ्क शिक्षकले आफैले दिने जस्ता त्रुटिहरू पनि भएको देखिन्छ। अब प्रधानाध्यापकको कोणबाट हेर्दाखेरि चाहिँ शिक्षकबाट प्राप्त फारम अध्ययन गरी कुनै त्रुटि भएको पाइएमा परिमार्जनको लागि जानकारी गराउनु पर्ने हो, उहाँले नगराएको जस्तो देखिन्छ। किनभने त्यो सबै तहको मूल्याङ्कन भएर आइसक्दा पनि यस्ता त्रुटिहरू अघि मैले भनेका त्रुटिहरू देखिरहेका छन्। त्यसरी आफू सुपरिवेक्षक बन्न मिल्ने नमिल्ने विषय पहिचान नगरी सुपरिवेक्षण गर्ने भन्ने छ। यो शिक्षक सेवा आयोग नियमावली र यसको यो कार्य सम्पादन मूल्याङ्कनलाई व्यवस्थित गर्नका लागि शिक्षक सेवा आयोगले शिक्षकको कार्य सम्पादन मूल्याङ्कन सहजीकरण पुस्तिका 2082 जारी गरेको छ। त्यसमा को शिक्षकको अथवा को प्रधानाध्यापकको सुपरिवेक्षक को हुने भन्ने त्यहाँ प्रष्ट व्यवस्था छ, त्यहाँ उल्लेख गरिएको छ। त्यसकारणले त्यहाँ भएको व्यवस्था अनुसार यो सुपरिवेक्षण गर्नुपर्नेमा त्योभन्दा भिन्न तरिकाले पनि गरिएको अवस्था देखिएको छ। नियमावलीले तोकिए अनुसारको अवधिमा सुपरिवेक्षण गरी वा नगरी सबै शिक्षकहरूको कार्य सम्पादन मूल्याङ्कन सम्बन्धित स्थान तहमा पेश नगर्ने पनि देखिन्छ। कहिलेकाहीँ त्यो त्यहाँ कानुनी व्यवस्था के छ भन्दाखेरि यदि प्रधानाध्यापकले सुपरिवेक्षक हुने हो भने चाहिँ 15 दिनभित्र सुपरिवेक्षण गरेर स्थानीय तहमा पठाउनु पर्ने र ऊ सुपरिवेक्षक बन्न नहुने हकमा चाहिँ 7 दिनभित्र नै स्थानीय तहमा पठाउनु पर्ने व्यवस्था छ। तर त्यसको कारण भएको कम नै देखिएको छ। स्थानीय तहमा कास्मु पठाएका शिक्षकहरूको विवरण सूचना पार्टीमा टाँस गर्नुपर्ने भनेर हामीले परिपत्र सूचनाहरू पनि गरेका छौँ, तर त्यो खालको चाहिँ ट्रेनहरू पनि कम नै भएको देखिन्छ। यसरी जुन शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फारम भर्दा यसको व्यवस्थापन गर्दा जुन विषयहरूमा हामीले ध्यान पुर्याउनु पर्ने हो त्यो विषयमा ध्यान नपुर्याएको कारणले शिक्षकको वृत्ति विकासमा नकारात्मक असरहरू परिरहेको अवस्था देखिन्छ। त्यसकारणले यस माथि भनिएका विषयहरूलाई ख्याल गरेर शिक्षकको कार्य सम्पादन मूल्याङ्कनको व्यवस्थापन गर्न सकिएमा आगामी दिनमा यस्ता समस्याहरू आउने छैनन् भन्ने कुरा अनुरोध गर्दै अहिलेका लागि मैले यसलाई अन्त्य गर्छु। हस्, धन्यवाद, नमस्कार।